हेलो नमस्कार सबैजनालाई। आउनुहोस् है त हामी आज निउरो टिप्न जाउँ। हाम्रो आफ्नै करेसबारीमा आज कति धेरै निउरो पलाएको छ। हामी आज यसको तरकारी बनाउने छौँ। यस्तो आफ्नै यति थोरै जग्गामा आफूले निउरो लगायो भने आफूलाई धेरै समयसम्मको लागि खान सकिन्छ। जति टिपो उति पलाउँछ। आउनुहोस् है त अब टिपाउनु। ल हेर्नुहोस् त मैले कति धेरै बनाएको छु टिपेर। यसरी टिपेर मैले घर लिएर जान्छु अनि घरमा लगेर एकदम राम्रोसी यसलाई मैले केलाउँछु। यस्तो एकदम मिठो हुन्छ यसको तरकारी। मलाई त एकदम मनपर्छ र मैले यसलाई आलु पनि हालेर बनाउँछु। थोरै आलु हालेर यसमा आफूलाई हाल्न परेको सामानहरू सबै हाल्ने, टमाटर, प्याज, लसुन हाल्न मन लाग्यो भने सबै हाल्ने। मैले चाहिँ टमाटर मात्र हालेको छु किनकि मेरो सासू मम्मीले लसुन प्याज खानुहुन्न। मेरो बेबीहरूले पिरो नखाने हुनाले मैले लास्टमा पिरो हालेको छु बेबीहरूलाई निकालेर। त्यसैले यसरी बनाएको छु कि यति मिठो